सो प्यानिक एट्याक भनेको अकस्मात अथवा चाहिँ अत्याधिक हिसाबले कुनै पनि मानिसलाई डर लाग्ने, आत्तिने, छटपटी हुने, सास फेर्न गाह्रो हुने, घाँटीमा केही अड्के जस्तो हुने, छाती भारी भएको जस्तो हुने, हार्ट एट्याकै हुन्छ कि जस्तो हुने, अथवा म चाहिँ बेहोस हुन्छु कि म आउट अफ कन्ट्रोल जान्छु कि मेरो मेन्टल स्टेट बिग्रिहाल्ने हो कि भन्ने खालको एक्कासी त्यो खालको अवस्था आयो, त्यो खालको फियर आयो भनेदेखि चाहिँ त्यसलाई हामीले प्यानिक एट्याक भन्छौँ। यो भनेको एक किसिमको एन्जाइटीको एउटा किसिम हो र यो चाहिँ अकस्मात आउँछ, कुनै पनि सिचुएसन अथवा कुनै पनि ट्रिगर बिना नै अकस्मात आउँछ। केही समयलाई, केही सेकेन्डलाई पनि हुनसक्छ, केही मिनट आधी घन्टासम्म हुनसक्छ, त्यसपछि बिस्तारै कम भएर आउँछ र दुईवटा एट्याकको बिचमा चाहिँ मान्छे चाहिँ नर्मल नै भइरहेको हुन्छ। सो प्यानिक एट्याक एउटा आयो भनेदेखि चाहिँ हामीले यसलाई प्यानिक एट्याक भन्छौँ। सो यो एट्याक फ्रिक्वेन्टली आउन थाल्यो अथवा चाहिँ महिनामै 4-5 चोटि 6 चोटि आउन थाल्यो भनेदेखि चाहिँ यसलाई हामी प्यानिक डिसअर्डर भन्छौँ। प्यानिक एट्याक किन हुन्छ भन्दाखेरि हामीले 3टा कारणहरू छुट्याउन सक्छौँ। एउटा कारण भनेको बायोलोजिकल कारण हो, त्यो भनेको चाहिँ आफ्नो शरीरमा अथवा चाहिँ दिमागमा कुनै खालका रसायन अथवा न्युरोकेमिकल्स, न्युरोट्रान्समिटर भनिन्छ, सेरोटोनिन, डोपामिन, त्यसको लेभल तलमाथि भयो भनेदेखि चाहिँ हामीलाई प्यानिक एट्याक हुनसक्छ। अर्को भनेको जेनेटिक, फ्यामिलीमा कसैलाई कुनै खालको मानसिक समस्या छ अथवा एन्जाइटी छ अथवा प्यानिक एट्याक नै छ भनेदेखि पनि आफ्नो छोराछोरीलाई अथवा आफ्नो दाजुभाइलाई छ भनेदेखि अरू कसैलाई पनि यो खालको सम्भावना हुनसक्छ। सो अर्को भनेको विभिन्न हर्मोनहरूको अथवा चाहिँ जस्तो थाइरोइड फङ्सन टेस्ट भन्छौँ अथवा थाइरोइड हर्मोन भन्छौँ, यसको लेभल तलमाथि भयो भने पनि हामीले चाहिँ प्यानिक एट्याक देखिन सकिन्छ। त्यसपछि अर्को कारण भनेको चाहिँ साइकोलोजिकल, मनोवैज्ञानिक कारण भन्छौँ। त्यो भनेको चाहिँ अलिकति आत्तिने खालको स्वभाव, उसको बच्चादेखि आत्तिने खालको स्वभाव भयो, बच्चामा कुनै खालको एब्युज भयो, नेग्लेक्ट भयो अथवा कुनै खालको चाहिँ फिजिकल एब्युज भयो, कुनै सेक्सुअल एब्युज भयो अथवा त्यो खालको तनाव भयो भने पनि पछि गएर प्यानिक एट्याकहरू आउन सक्छ। कुनै सोसियल स्ट्रेस भयो अथवा कुनै सामाजिक तनावहरू भयो, आफ्नो क्लोज वान्सको डेथ भयो अथवा चाहिँ एकाडेमिक प्रब्लम भयो अथवा इक्जाम नजिक आइरहेछ अथवा चाहिँ फाइनेन्सियल प्रब्लम भयो अथवा चाहिँ रिलेसनसिपमा केही प्रब्लम आयो भनेदेखि पनि प्यानिक एट्याक आउन सक्छ। अर्को कारण भनेको चाहिँ कुनै ड्रग युज अथवा कुनै साइकोएक्टिभ सब्सटेन्स, कुलतका सब्सटेन्सहरूको युजको कारणले पनि प्यानिक एट्याक आउन सक्छ। जस्तै क्यानाबिस भन्छ हामीले, गाँजा खाने मान्छेहरूमा पनि कहिलेकाहीँ प्यानिक एट्याक भने एकदम आत्तिने, गाह्रो हुने अथवा प्यानिक बनाउने त्यो खालको सिचुएसन आउन सक्छ। सो यो विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ कसैलाई प्यानिक एट्याक अथवा पछि गएर प्यानिक डिसअर्डर हुनसक्छ। प्यानिक एट्याकको लक्षणहरू हामीले हेर्दाखेरि चाहिँ एकदमै अकस्मात र अत्याधिक डर लाग्ने, आत्तिने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने, हातखुट्टा काम्ने, घाँटीमा केही अड्के जस्तो हुने, छाती भारी हुने, म चाहिँ ढल्छु कि क्या हो, म बेहोसै हुन्छु कि क्या हो, मलाई अहिले हार्ट एट्याक आइहाल्छ कि क्या हो, म चाहिँ पागलै हुन्छु कि क्या हो भन्ने खालको सोचहरू आउने। यो चाहिँ अकस्मात कुनै पनि अवस्थामा, कुनै पनि सिचुएसनमा आउन सक्छ। त्यो सिचुएसनमा आइसकेपछि केही समयलाई, केही सेकेन्डलाई पनि हुनसक्छ, केही मिनटलाई पनि हुनसक्छ, त्यो समयसम्म यसले चाहिँ अलिकति धेरै नै गाह्रो बनाउँछ। एज इफ कि हार्ट एट्याकै आउन लागेको हो कि अथवा चाहिँ ल मान्छे चाहिँ अब बिति पो हाल्ने हो कि अथवा मरि पो हाल्ने हो कि भन्ने खालको वरिपरिको मान्छेलाई पनि एकदम अत्यास लाग्ने अथवा आत्तिने खालको अवस्था त्यसले सिर्जना गर्छ। सो यसलाई चाहिँ हामीले प्यानिक एट्याकका लक्षणहरू भन्छौँ। कतिपयले भन्छन् प्यानिक एट्याक भनेको चाहिँ मुटु कमजोर भयो, जसको मुटु कमजोर छ अथवा बिरामीहरूले भनिरहेका हुन्छन् अलिकति मुटु कमजोर छ, आत्तिरहन्छ, सानो सानो कुरामा आत्तिन्छ, प्यानिक एट्याक आइरहन्छ भन्छन्। सो प्यानिक एट्याकसँग मुटुको समस्याको सम्बन्ध छ कि छैन त? सो एउटा एकदम यो थाहा पाउनुपर्ने कुरा हो। कतिपय प्यानिक एट्याक अथवा एन्जाइटीको समस्या भएका मानिसहरू चाहिँ हस्पिटलको इमर्जेन्सी, मलाई हार्ट एट्याक भयो अथवा छाती दुख्यो, मलाई केही गाह्रो भयो भन्दै मुटुको अस्पतालहरू अथवा इमर्जेन्सीमा फ्रिक्वेन्टली गइरहेका छन्। त्यो एकचोटि दुईचोटि जाँदाखेरि पनि सबै टेस्टहरू नर्मल आए, इसिजी गर्छन्, इको गर्छन्, त्यसपछि टिएमटी भन्छ ट्रेडमिल टेस्ट, त्यो गर्छन्। भइरहेका सबै टेस्टहरू गर्दाखेरि पनि कुनै समस्या देखिएन, सबै नर्मलै आयो भनेदेखि चाहिँ त्यो मुटुको कारणले होइन कि एन्जाइटी अथवा त्यो चाहिँ दिमागको मैले भने जस्तै न्युरोट्रान्समिटर अथवा न्युरोकेमिकल्सहरूको गडबडले गर्दा भएको समस्या हो। सो यो मुटु कमजोर भएर अथवा मुटुमा केही समस्या भएर अथवा अरू कुनै शरीरको अरू कुनै समस्या, छातीमा समस्या भएर कतिपयले एक्सरे पनि गरिरहेको हुन्छन्, कतिपयले अझ टाउको पनि झुम्म भयो भनेर अथवा बेहोस होला जस्तो भयो भनेर चाहिँ सिटी स्क्यान, एमआरआई पनि टाउको गरिरहेको हुन्छन्। सो यो चाहिँ दिमागको समस्या हो, एउटा मनोरोगको समस्या हो, मनको चिन्ताको समस्या हो। त्यो भएको हुनाले चाहिँ
अब कुनै जाँचहरू एकपटक दुईपटक गर्न सकियो केही छ कि भनेर आफू ढुक्क उहाँलाई तर बारम्बार एकपटक दुईपटक गर्दा पनि नर्मल आएको छ भनेदेखि चाहिँ बारम्बार त्यो खालको जाँच गरिरहनु पर्दैन। यो चाहिँ एउटा मनोरोगको समस्या हो, एन्जाइटीको समस्या हो, दिमागमा हुने न्युरोकेमिकल न्युरोट्रान्समिटर तलमाथि भएर आउने खालको समस्या हो। त्यसलाई चाहिँ मनोरोग विशेषज्ञ भएको ठाउँ गएर भेट्नुपर्छ अनि त्यसपछि त्यसको उपचार सम्भव हुन्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। प्यानिक एट्याकको उपचार कसरी गरिन्छ? यो उपचारको लागि मुख्यतया दुईवटा तरिका हुन्छ। एउटा औषधिबाट गरिने उपचार विधि हुन्छ। सो अब प्यानिक एट्याक त्यति फ्रिक्वेन्टली छैन, कहिलेकाहीँ भइरहेछ, महिनाको एकचोटि दुईचोटि भइरहेछ भनेदेखि गाह्रो हुँदा खाने औषधि भनेर पनि हुन्छ। चिकित्सकको सल्लाहमा, साइकियाट्रिस्टको सल्लाहमा आफूलाई अलिकति प्यानिक एट्याक आउन लाग्यो जस्तो भयो भनेदेखि खाने खालको औषधि खायो भने केही हदसम्म रिल्याक्स भइन्छ, त्यसलाई अलिकति काम डाउन गर्छ, त्यो खालको औषधि पनि खान सकिन्छ। तर यसले गर्दा आफ्नो दैनिक कामकाजमा असर गर्यो, फ्रिक्वेन्टली दिनमै दुई तिनचोटि प्यानिक एट्याक आइरहेछ अथवा आफ्नो निद्रामा डिस्टर्ब गर्यो, आफूले पढ्न सकिएन, आफूले काम गर्न सकिएन भनेदेखि चाहिँ यसको लागि चाहिँ तपाईँको औषधि उपचार केही समय लामो समय खाने औषधि उपचारको आवश्यक पर्न सक्छ। लामो समय भन्नाले कम्तीमा 6-8 महिना 9 महिनादेखि 1 वर्षसम्म खानुपर्ने हुनसक्छ। कुनै खालको औषधि लो डोजबाट तपाईँको साइकियाट्रिस्टले स्टार्ट गर्नुहुन्छ, त्यसपछि डोज बिस्तारै बिस्तारै बढाउँदै लान पर्ने हुन्छ र अब चाहिएको खण्डमा एउटा दुईवटा औषधि, एउटाभन्दा बढी औषधि पनि आवश्यक पर्ने हुनसक्छ। सो कहिलेकाहीँ चाहिँ चाहिएको बेलामा खाने औषधि अथवा गाह्रो भएको बेलामा खाने औषधि भनेर भन्छ। र केही समय फ्रिक्वेन्ट हुन थाल्यो अथवा लामो समयदेखि भइराख्यो, यसले गर्दा सिग्निफिकेन्ट प्रब्लम भयो भनेदेखि चाहिँ केही खालको औषधि, एउटा दुईवटा औषधि चाहिँ रेगुलर खान पर्ने हुन्छ। त्यो खाएमा चाहिँ प्यानिक डिसअर्डर, प्यानिक एट्याकहरू आउनलाई कम भएर केही हदसम्म निर्मूलै भएर जान सक्छ। औषधि बाहेक पनि प्यानिक डिसअर्डरको अथवा प्यानिक एट्याकको उपचार गर्ने विभिन्न विधिहरू छ। यसलाई चाहिँ हामीले साइकोलोजिकल काउन्सिलिङ अथवा थेरापी भन्छौँ। त्यसमा एउटा एकदम इम्पोर्टेन्ट थेरापी भनेको कग्निटिभ बिहेभियर थेरापी हो। यसमा चाहिँ हामीले हाम्रो सोचमा काम गर्छौँ। जस्तै मलाई हार्ट एट्याक आउला कि जस्तो भयो अथवा म चाहिँ आउट अफ कन्ट्रोल, मेरो मानसिक सन्तुलन बिग्रला कि जस्तो लाग्यो भनेदेखि चाहिँ प्यानिक एट्याक आएर यस्तो त अहिलेसम्म कसैलाई भएको छैन, फ्याक्टमा म हार्ट एट्याक आउला कि भनेर हार्ट एट्याक आउने कमै हुन्छ, तर त्यो हुने सम्भावना ज्यादै न्यून हुन्छ। सो यो खालको कुराले उसको सोचाइमा अलिकति कग्निटिभली डिस्टर्टेड भएको सोचाइहरू हुन्छ। मलाई केही होला कि, मलाई हार्ट एट्याक आउला कि, मलाई चाहिँ ज्यान गइहाल्ने हो कि, म बेहोसै भइहाल्ने हो कि भन्ने खालको सोच आयो भने त्यो सोचलाई अलिकति च्यालेन्ज गर्ने, त्यो सोचलाई चाहिँ यस्तो होइन है भनेर त्यो सोचलाई रिस्ट्रक्चर गर्ने तरिकालाई कग्निटिभ थेरापी अथवा चाहिँ कग्निटिभ बिहेभियर थेरापी भन्छौँ। त्यो चाहिँ कग्निटिभ पार्ट भयो। बिहेभियर पार्ट भनेको चाहिँ त्यो होला जस्तो भयो भनेदेखि चाहिँ लामो लामो सास फेर्ने, डिप ब्रिदिङ एक्सर्साइजहरू गर्ने होइन, 4 सेकेन्ड सास तान्ने, 4 सेकेन्ड होल्ड गर्ने, 4 सेकेन्ड फ्याँक्ने, त्यसपछि 4 सेकेन्ड पज लिने, बक्स ब्रिदिङ भन्छ यसलाई। यो खालको तरिकाहरू अप्नाउन सकिन्छ। अलिकति योगा मेडिटेसनहरू पनि केही हदसम्म हेल्पफुल हुनसक्छ। यद्यपि उपचारको मुख्य विधि नै होइन, तर योगा मेडिटेसन गर्नाले पनि काम अलिकति रिल्याक्स फिल गराउन सक्छ। डिप ब्रिदिङ एक्सर्साइज गर्न सकिन्छ। अर्को ग्राउन्डिङ टेक्निक भन्छ। त्यो भनेको चाहिँ आफू वरिपरिको चिजहरू के छ होइन, 5वटा चिजहरू हेर्ने, 4वटा चिजहरू सुन्ने, 3वटा चिजहरूलाई छुने, टच गर्ने, फिल गर्ने, 2वटा चिजहरूको स्मेल थाहा पाउने, एउटा केही खाना मिल्ने चिजहरू छ भने खाने। यो आफ्नो 5वटा सेन्स अर्गनलाई युज गर्यो भने पनि केही हदसम्म प्यानिक एट्याक आउला जस्तो भयो अथवा चाहिँ आउने अवस्था आयो भनेदेखि त्यसलाई आफूले कन्ट्रोल गर्न, त्यसलाई आफूले म्यानेज गर्न सकिन्छ। यदि तपाईँलाई प्यानिक एट्याक छ अथवा आइरहेको छ अथवा प्यानिक डिसअर्डर आइरहेको छ भनेदेखि यो विभिन्न तरिकाहरू फलो गर्न सक्नुहुन्छ। यदि यो तरिकाहरू फलो गर्दा पनि यो ठिक भएन अथवा चाहिँ अरू थप हेल्प चाहियो भनेदेखि चाहिँ साइकियाट्रिस्ट भएको ठाउँमा भेटेर चाहिँ यसको एक्सपर्ट हेल्प, प्रोफेसनल हेल्प लिन सक्नुहुन्छ। धन्यवाद।